सबैमा नमस्ते। हामी आरजी भेन्चर एन्ड ट्रेडर्स रियल इस्टेटले फेरि पनि तपाईँहरू माझमा एउटा न्यू प्रपर्टी लिएर उपस्थित भएका छौँ। न्यू क्लासिकल डिजाइनमा बनेको रेडी टु मुभ इन कन्डिसनमा रहेको यो ब्रान्ड न्यू लग्जरियस टाइपको सेमी फर्निस फुल बङ्गलो घर रहेको छ। यो घर तपाईँहरू माझमा हामीले बिक्रीमा लिएर आइसकेका छौँ। यदि यहाँहरूले टोखा एरियामा प्रपर्टी खोजिरहनु भएको छ, घर खोजिरहनु भएको छ, घर राम्रो बलियो र सबै जेन्युन क्वालिटीको सामान राखेर नयाँ मापदण्ड अनुसार बनेको घर खोजिरहनु भएको छ। घर हाइटमा होस्, नयाँ बस्ती होस्, हाई एजुकेटेड सोसाइटी होस्, बस्नलाई शान्त वातावरण होस्, घरको सर्ट डिस्टेन्समा स्कुल, कलेज, हस्पिटल, ब्याङ्क, मार्केट, सुपर मार्केट, पब्लिक यातायातको सुविधा सहजै मिल्ने प्रकारको प्रपर्टी खोजिरहनु भएको छ, घर खोजिरहनु भएको छ भने पक्कै पनि यो घर तपाईँहरूको लागि हुन सक्नेछ। नयाँ मापदण्ड अनुसार सबै वास्तु मिलाएर 14 को पिलर र 16 र 20 को डन्डी राखेर बनेको घर रहेको छ। अब आउने 5 देखि 7 दिनभित्र सबै निर्माण कार्यहरू सम्पन्न हुने प्रकारको घर रहेको छ। यो घर रहेको ठाउँ टोखा नगरपालिका वार्ड नम्बर 6 ग्रान्डी चोक टोखा काठमाडौँमा रहेको छ भने सामाखुसी टु टोखाको हाइवे बाटोदेखि 4 किताभित्र मात्रै रहेको छ, हाइटमा रहेको छ। यो घर 5 आना 2 पैसा जग्गाको क्षेत्रफलमा बनेको छ भने घर अगाडि 16 फिटको बाटोले जोडिएको छ भने घर चाहिँ उत्तर र पूर्व मोडा फर्केको छ। 2.5 तलाको घर रहेको छ। यो 2.5 फ्लोरको रहेको छ। यो घरको रुमहरू 1 किचन एन्ड डाइनिङ हल ठुलै रहेको छ, हेर्न सक्नुहुनेछ यो भिडियोमा। 1 गेस्ट लिभिङ हल, 1 फ्यामिली ग्यादरिङ लिभिङ हल रहेको छ। यो घरमा 6वटा बेडरुम रहेको छ। 6वटा मध्ये 4वटामा तपाईँले अट्याच टोयलेट एन्ड बाथरुम सहितको बेडरुम पाउनुहुनेछ भने 4वटा बेडरुममा फिक्स दराज, चेन्जिङ रुम पनि रहेको छ, ड्रेसिङ टेबल रहेको छ भने 2वटामा तपाईँले नन अट्याच बेडरुम पाउनुहुनेछ। 3वटा कमन टोयलेट एन्ड बाथरुम पाउनुहुनेछ। पूजा रुम, स्टोर रुम, लन्ड्री, ब्याल्कनी सबैको व्यवस्था गरिएको छ। फ्लोरमा फुल जङ्गली सिसौको काठको पार्केटिङ गरिएको छ। सिलिङ्समा घरलाई सुहाउने प्रकारको फल सिलिङहरू पनि राखिएको छ। राम्रो क्वालिटीको, जेन्युन क्वालिटीको लाइटिङहरू गरिएको छ। आएर तपाईँहरू सबै आफैले पनि हेर्न सक्नुहुनेछ। हाल यो घरको पूजा रुम चाहिँ हामी तपाईँहरूलाई देखाउन सकेका छैनौँ। त्यो चाहिँ अलि साँचो नहुनाले हाल देखाउन सकिएन। सबै राम्रो र जेन्युन क्वालिटीको सामान राखेर बनेको घर रहेको छ भने चिसो तातो पानीको लागि सोलरको पनि व्यवस्था गरिएको छ। पार्किङको कुरा गर्नुहुन्छ भने 3वटा ठुलै गाडी अटाउने स्पेस रहेको छ भने 5-7वटा बाइक पनि राख्न सहजै मिल्ने स्पेस रहेको छ। घर एकदमै राम्रो ठाउँमा रहेको छ, राम्रो सोसाइटीमा रहेको छ। यदि यहाँहरू डाक्टर, इन्जिनियर, पाइलटहरू हुनुहुन्छ र यस्तै शान्त वातावरणमा घर खोजिरहनु भएको छ, शान्त सोसाइटीमा घर खोजिरहनु भएको छ भने पक्कै पनि यो घर तपाईँहरूको लागि हुन सक्नेछ। यो घरको मूल्यको कुरा गर्नु पर्दाखेरि आस्किङ प्राइस 5,25,00,000 राखेका छौँ भने लिने र दिने बस्दाखेरि आपसी समझदारीमा मूल्य पनि मिलाउन सकिनेछ। यदि यहाँहरू एजेन्ट ब्रोकर हुनुहुन्छ भने कष्ट नगरिदिनु होला। धन्यवाद, नमस्ते।